लु आइयो पानी पानी आइयो अब घाँटीसित जाने होला साथीहरु थुप्रै हुनुहुन्छ आज मौसमले चाहिँ उगेर आएको थियो त्यही गडबड गरेर आएको थियो सायद पानी पर्छ जस्तो छिटकेको थियो तर पानी चाहिँ आज नपर्ने चाहिँ पूर्वानुमान गरियो है हामीले यस्तो सालका रुखको बिचमा कम त हिँड्यो सौरामा हे सालै यार हैट जंगल सफारी भने जस्तो सालको जंगलमा कुरा करिब 25 किलोमिटर 25 किलोमिटर जंगल सफारी हामी अब खाजाको तयारीमा छौं चिया अन्डा साथी हाम्रो सर हुनुहुन्छ लेखना सर हुनुहुन्छ यहाँ अब हामी अहिले पामेको धुलुङ्गे पुल सरहरू माथिबाट आउँदै हुन्छ है अब आउनु भयो भण्डारी सर ल सर अब यता लेफ्ट है लेफ्ट अमृत सर र रमजन सर आउँदै हुनुहुन्छ लेफ्ट जाने अब हामी यता औसुली खर्क जाँदैछौँ यो बाटो औसुली खर्क पामेको दक्षिण बेल्ट यो चाहिँ औसुली खर्क आइपुग्यौँ हामी रामचन्द्र सर देखाउँदै हुन्छ घरमा लानु पर्यो रे ठिक छ लाने हो घरमा सबै चखाउनु पर्यो आफ्नो मात्रै खाएर गयो 3 पाती 9 मोरी यही हो नि त त्यत्रो ठाउँ बाब्रे कति हेलो गुड मर्निङ सबैजनालाई अहिले हामी अब यहाँ भेट भइयो सरहरू सबैजनासँग अब हामी आज पामे जाँदैछौँ अब नेक्स्ट डेस्टिनेसनमा बनाउनु है त लु आइयो पानी आइयो अब घाँटीसित जाने होला साथीहरु थुप्रै हुनुहुन्छ आज मौसमले चाहिँ उगेर आएको थियो त्यही गडबड गरेर आएको थियो सायद पानी पर्छ जस्तो छिटकेको थियो तर पानी चाहिँ आज नपर्ने चाहिँ पूर्वानुमान गरियो है हामीले किन भन्दा साइकल चलाउन सजिलो मात्रै हुने तर पानी चाहिँ नपर्ने हाम्रो सोच चाहिँ त्यो राखियो छ आज हो यार सर आउनुहोस् आयो खोइ सर कहाँ बस्नु हो सर धेरै अगाडि जानुभयो क्या हो कहाँ जानुहोस् अरे सर लाउनु यार तपाईँ कति धेरैमा आउनु हो बिचरा छोड्नु भएन नि यार ए रुख आर्केर आउँदै हुनुहुन्छ आयो 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 आउनु है आउनु खोइ अनि यहाँ धेरैमा देखिनु भयो अनि जान फागुन 7 गतेपछि 2 महिनाको ब्रेक पछि हो त तपाईँहरूको अनुरोधमा आउँदाखेरि यो घाँटी सिनाको रुट छिटै अनि किन अस्ति भर्खरै गएको थियौँ हामी तैपनि आज फेरि केही अपडेट यो अनुरोधमा साथीहरूको अनुरोधमा यो सफ्ट रुट हो त्यसो आज हामी सजिलो एकदम 2 घन्टा लाग्छ यसरी जाने विचार गरेर आज घाँटी सिना घुम्यो पाङ्रो घुम्यो कस्तो राम्रो छ नि मौसम हेर्दा यो रुखको हरियाली होइन यस्तो फुल बसाएको छ यो हेर्दै हाम्रो साइकल यात्रा जारी छ
ला 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 जाओ यार जाओ अयो कालो ढाई बल्ल और सब छ यस्तै सालका रुखको बिचमा हम त हिँड्यो सौरामा हे सालै सालै यार जंगल सफारी भने जस्तो सालको जंगलमा कुरा करिब 25 किलोमिटर 25 किलोमिटर जंगल सफारी कहाँबाट साइकल त 85 किलोमिटर हिँड्यो त 85 एकै दिन एउटै रुट बिहान कति बजे हिँड्नु कतिले पुग्नु भयो हामी यहाँ जाँदा दिन बेलुका 5 बजे पुग्यो हो त्यहाँ गएर होटलमा बसियो अनि त्यसपछि भोलिपल्ट बिहान त्यहाँ चिया नास्ता तपाईँको त्यहाँ उद्घाटन कार्यक्रम यताउता गर्दाखेरि चाहिँ टाइम लाग्यो नि त अनि त्यहाँबाट फेरि एकछिन भेटौँडा घुम्नु पऱ्यो नि त्यहाँ सरहरूको इच्छा अनुसार चाहिँ भेटौँडालाई देखाउनु नै पऱ्यो फेरि हेटौँडाको एउटा सानो हो नि त त्यो साइकल सिट हेटौँडा गरेको कार्यक्रम त एकदम ऐतिहासिक कार्यक्रम हो त हामीलाई त अनि त्यसपछि बजार डुल्दा डुल्दा हेटौँडा 8:30 बजे बल्ल हेटौँडा बजार छोड्यो कि अनि त्यसपछि त्यहाँबाट हिँडेको छ रन्किएको छ बाटा खाँदा खाँदै कतै मै ब्रेक कतै पानी ब्रेक त्यसपछि खाना खाइयो मनोरी आएर कति घन्टा बस्यो 1 घन्टा बस्यो होला गर्मी छ गरे कति किलोमिटर बस्यो कति करिब 35-36 किलोमिटर 2 घन्टा पछि बस्यो होइन बस्दा अन्तर्गतले अलिअलि बस्ने अन्त भइरहेको थियो तर आधिकारिक बसाइ भनेको त्यो खाना खानलाई त्यो भयो क्या 2 घन्टा पछि छैन छैन अहिले घाँटी छिना मजदुर दिवस पनि भएको हुनाले बिदाको उपयोग शरीरको एक्सर्साइज गर्दै अहिले पोखरा 23 घाँटी छिनामा आइपुगेछौँ। अब यहाँ सानो चिया नास्ता गरेर अनि पारिपट्टिदेखि पामी निस्कने शेड्युल चलिरहेको छ। अब एकछिन चिया खाजा खाने कालो चिया अन्डा अब 10 मिनट पछि अनि फेरि यात्रा सुरु हुनेछ है त। ल त धन्यवाद। सर लेखनाथ सर आज धेरै समयपछि जोडिनु भयो कस्तो अनुभव गर्नुभयो? गजबको फिल भयो हो। हाम्रो साइकलको संस्थापक हो उहाँ चौ सर सियरको संस्थापक भण्डारी सर साइकलको संस्थापक चाहिँ उहाँ हो नि त। उहाँबाट सुरु भएको यो यात्रा। चिया नास्ता खाने क्रममै हामीलाई पानीले चाहिँ डिस्टर्ब गर्नुभयो। अहिले अगाडि चिया नास्ताको कारण रोकियो, अब पानीको कारणले त्यही गरेर रोकिन पर्ने अवस्था आयो। र मौसम चाहिँ क्लियरै छ, धेरैको त्यो पानीमा पर्ने जस्तो लाग्छ। साथीहरू यही छलफलमा हुनुहुन्छ। अब आजको यात्राको बारेमा केही सोधेँ सरलाई। सर आज कस्तो लागिरहेको छ? एकदम गजब। मौसमलाई हजुरले कसरी लिनु भएको छ? यो बदलिँदो मौसम पानी आयो। हाम्रो अनुमान पानी आउला थिएन।
हो हजुर हो हजुर टेस्ट गर्नुपर्ने पानीको कारणले एकछिन रोकिनुपर्ने अवस्था छ। जे होस् मौसम एकदम रमाइलो छ, सिमसिम पानी परिरहेको छ, पारी जङ्गलहरू एकदम हरियाली देखिरहेको छ। बडो आनन्दमय वातावरण छ अहिले। धन्यवाद सर। अहिले हामी घाँटी छिनाबाट घुमेर फेरि पामी निक्लिसकेका छौँ। अब औसुल खर्क जाने कार्यक्रम छ हाम्रो। अब सरहरू आउँदै हुनुहुन्छ, मैले एउटा भिजुअल गर्न खोजिरहेको छु। म सरहरूलाई रोकेर दिएँ ल है, त्यहाँ अब सरहरू आउनुहुन्छ होला। अब प्रतीक्षा गरौँ। यो पामेको झोलुङ्गे पुल र एउटा पुल पनि छ रहेको छ यहाँ, यो झोलुङ्गे पुल है त। भण्डारी सर आउनुभयो। सर लेफ्ट लाग्ने है, लेफ्ट। अब यहाँबाट हामी लेफ्ट जान्छौँ। त्यहाँ औसुलु सिजनको फल हो एउटा, औसुलु खाने भन्ने हाम्रो कार्यक्रम रहेको छ। त्यसमा सबै सरहरूको सहभागी छ। 2 जना आरसी सर र लेखनाथ सर चाहिँ जानुभयो। हामी 2 जना चाहिँ 4 जना चाहिँ हामी जाँदैछौँ। अब अमृत सर आउनुभयो, रामचन्द्र सर पनि आउनुभयो होला। हामी अब यहाँबाट लेफ्ट लाग्छौँ। अब आजको यात्रा पानीले केही दुःख दिए पनि हामीलाई अब हामी अब रोमाञ्चक बनाउँदैछौँ है यात्रा हामीले। अब हामी अगाडि बढ्दैछौँ। सरले सम्झि के सोध्दै हुनुहुन्छ? अब यो देखिरहेको एउटा सिमसार क्षेत्र हो। यो यसमा पानीको मात्रा रहेको छ, थुप्रै पानीको मात्रा रहेको छ। यो अतिक्रमण पनि देखिन्छ। यो वरिपरि मान्छेले चाहिँ खेत बढाउँदै लगेर यसलाई चाहिँ खेतीको रूपमा चाहिँ जग्गा बढाउँदै जाने र यसको विनाश हुने क्रम रोकिँदै बढ्दो छ। यसलाई संरक्षण गर्न सक्ने हो भने गुदेर न्युरिनी तालभन्दा ठुलो एरिया यहाँ मैले देखिरहेको छु। अब यो कुनै समय अवशेष थियो होला सायद, यो फेवातालको अवशेष हुन्छ, मतलब यो सिरानको भाग हुनसक्छ। तालमा यी अहिले जलपक्षीहरूको यो एउटा सिमसार क्षेत्र रहेको छ। हाँसहरू छन्, यहीँ छन् बकुलाहरू। यिनीहरूले चाहिँ अब आफ्नो आएर यहाँ खोजिरहेका छन्। यसलाई संरक्षण गर्न सक्ने हो भने राम्रै उपलब्धि हुन सक्ने सम्भाव्यता देखिएको छ यसको। अब कसलाई भन्ने होइन, अब यस्तो विषयमा ठुलो एरिया रहेको छ यसको। अब यसलाई संरक्षण गर्न सक्ने र पर्यटकीय रूपमा चाहिँ विकास गर्न सक्ने हो भने यसले ठुलो राम्रो सम्भाव्यता बोक्न सक्ने एरिया देखियो। कसको ध्यान जाने यसमा होइन। थोरै अगाडि बढ्दैछु म। औसुलु अब भेटिने एरिया आयो है। त्यसै औसुलु खर्क भने होइन नि त। सरहरू यहाँ औसुलु टिप्न व्यस्त हुनुहुन्छ। म थोरै भिडियो बनाएर अगाडि बढ्दैछु। अब यहाँ औसुलु खर्क भनेको यही हो। सर हामीहरूको साइकल यहाँ रहेका छन्।
कति पाइयो औषलु ल हेर्नु त औषलुको ठुलो झ्याङ रहेको छ अब यहाँ धेरै मान्छेहरू आएर खाइराख्ने भएको हुनाले यहाँ सायद कम छ होला औषलु अब अझै अगाडि जाने हो भने औषलु थुप्रै पानी ठाउँ रहेको छ ल त क्या राम्रो औषलु पाकिरहेको छ जस्तो पानी परिरहेको हुनाले अहिले पानी परिरहेको हुनाले औषलु चाहिँ बढी मात्रामै रहेको छ है अहिले औषलु खाने इच्छा लाउने साथीहरू यहाँ पाल्न सक्नुहुन्छ समय मिलाएर यो पामेको दक्षिण बेल्ट जुन भदौरे खोलाको साइडमा रहेको छ यो भाग सरहरू औषलु खान मस्त हुनुहुन्छ है बिस्तारै खाऊ है बिस्तारै खाऊ ल आहा कति मजाको औषलको टोप्रो खाने हो खाने सायद माछा पालेको हुनुपर्छ यहाँ पोखरीको स्वरूप देख्दाखेरि माछा पालेको जस्तो लाग्यो है माछा छ होला सायद अब कहिले अगाउनु औषलु खाएर आमामामालाई हेर्नु त मस्त हुनुहुन्छ है सर औषलु खानलाई अब थोरै अगाडि गएर हामीले अझ औषलु बढी पाउने ठाउँ पनि छन् अझै त्यहाँभन्दा अगाडि गयो भने केही भन्दै हुन्छ रामचन्द्र सर अब अगाडि बढ्ने है त आहा ल हेर्दा औषलु पक्का जङ्गल स्ट्रबेरी हन्टिङ भयो सर आज यो रहेछ खास औषलु खाने ठाउँ साथीहरू उता छुट्नु भयो हामीहरू है उता जानु भयो नि त त्यहाँ कुरी जस्तो लाग्छ क्या फोन हान्छु म आहा खान्छ कति रहेछन् यहाँ त हुन्छ क्या यहाँ हो आहा इस कालको कहाँ गुच्चे कति खाने औषलु हन्टिङ यहाँ रहेछ औषलु हन्टिङ यहाँ रहेछ ठुलो माथि त टिप्न गाह्रो तैपनि अब खान इच्छा भयो त आएर खाँदा हुन्छ भने साथीहरूलाई भन्नु पर्यो आहा हेर्नु यहाँ कति खानु त औषलु भिनाले खानु न औषलु भिनाले चाहिँ तर्सिहाल्नु भयो भिना औषलु क्या हाम्रो कणेल भिना त्यो औषलु खाएर यस्तो भएको के वर्ष त्यसलाई चाहिँ त्यही जङ्गल स्ट्रबेरी पोइजन भनेर भनिदियो अर्दैन यी बाटा रुखसरी आहा हेर्नु त यही बाटैमा यी औषलु खाने भने कति औषलु आहा त्यो समयको फल हो चाख्नुपर्छ क्या यही बाटा तर उताबाट जानु हो कि अब हामी फर्के हो फोन हाल्छु मैले है खोइ कति जानुभयो सरहरू रामचन्द्र सर र अमृत सर हुनुहुन्छ कहाँ जानुभयो खोइ सर हो जामा हामी फर्कौँ बो सर आउनु भएन खास हाम्रो टार्गेट चाहिँ
येल्लो ब्रिजमा जाने यो येल्लो ब्रिज जाने भन्ने प्रोग्राम हो म बोलाउँछु है सरहरूलाई ल आज स्पेसल आइसोलो हन्टिङ भयो ल हेर्नु सर आहा भनेर छ नि त कति भेटाउनु होला हेर्नु कत्रा कत्रा हुन् आमा औसलो खाइयो यहाँ हेर्नु सर कत्रा कत्रा यार ओहो काँडाले कोप्छ पो यता त कयौँ खाइयो यता त अब खोइ आर्ट सर छुट्नु हो तपाईँ लेखना सर पनि छुट्नु हो रातै कति फल्यो त कति फल्यो यता मान्छे खासै नआउँदो रहेछन् अन्त कति खानु ए यस्तो हुन्छ ए सर हेर्नु त ओ कत्रो डल्लो यार ऊ मात्रै के पुरै फुटेका मात्रै फक्रिएका यो साइकल चढेर आएको फाइदा पनि छ आहा यो जङ्गलतिर एउटा चरा कोइलीको कुहु यहाँ खेत पुरेर प्लटिङ गर्न खोज्दैछन् कि आखिरी यस खेत पुरेर नै यहाँ भगवान आएर हसिलो खाइयो पानी एकछिन दुःख दियो नि यो पानीको दुःख बिर्सियो है हामीले अब जाम उहाँ साथीहरू कुर्दै हुनुहुन्छ र
हामी अहिले पङ्गेलपुर आइसकेका छौँ। एकताकै यो भयङ्कर भाइरल भएको थियो। त्यो पङ्गेलपुरको सहरको क्रस गरिसक्नुभयो। म चाहिँ अलिबाट भिडियो बनाइरहेको छु। अब पारी गएर पनि त्यसलाई मेरो पनि भिडियो खिच्नु पऱ्यो नि, घाँटे सहरको मात्रै भयो। अब पारी गएर भिडियो खिच्छु है मैले। आज हामी अब फेवाताल हुँदै चाहिँ पोखरा जाने कार्यक्रम छ। अब अगाडि बढ्ने होला। क्लोजिङ नेक्स्ट पोइन्टमा क्लोजिङ हुन्छ है त। हस् 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 ओके थ्याङ्क यू हस्। हेर्नु एउटा त्यो बिहा रहेछ, मान्छेले कति भोक लाग्थ्यो बिहामा। त्यो भोक त्यहाँ गएर भातै खाइदिनु झोक चलिरहेको क्या हेऱ्यो। पनि अब नजिकमा त्यति गरेर बसेर खानु भएन। मौसम त्यति सफा नभए पनि यो यात्रा गर्नु चाहिँ आज बहुत सजिलो भएको छ। आजको यात्रा बहुत यादगार रह्यो सर।
एकछिन एकदम साथ थियो यस्तै एकछिन पानीले कुरा आए पनि रमाइलो चाहिँ मजा आयो रमाइलो त्यसरी रमाइलो औसिलो खाइयो ल अब यस्तो देखियो हो यस्तो पाइन्छ नजिकै ट्याक्कै पुग्दुको त्यहाँ ए कालमाङ्गो त ऊ वाइट के भन्छ त्यसलाई के पोखरा वाइट कि समथिङ होटल हो ल सर अब आजलाई यतिकै भयो अब शनिबार पर्सि शनिबार बिहानको कार्यक्रमलाई चाहिँ सबैले सफलतापूर्वक चाहिँ सम्पन्न गर्नलाई सहभागी हुने तरिकाले आज छुट्टियो है त हस् जो जो लोपा हस् जय नेपाल आफू सुरु लाग्नु अब हस्